रिसेन्ट टाइम्समा देखेको भनेको मिडिया जस्तै अनलाइन पोर्टलहरू खोल्ने भनेको चाहिँ स्पेसली पोलिटिकली रिच भएकोहरूले चाहिँ धेरै खोलिरहेको हुन्छ अथवा कुनै एउटा आफ्नो कम्पनीको एउटा राम्रो न्यारेटिभ सेट गर्नको लागि अरू मिडिया कम्पनीलाई भन्ने होइन आफ्नो एउटा मिडिया हाउस खोल्ने हो अनि त्यसैबाट चाहिँ आफ्नो पोजिटिभ न्युज चाहिँ सर्कुलेट गरेर राख्ने हो कसैले नेगेटिभ भन्यो भने त्यसलाई पोजिटिभमा लानको लागि आफ्नो एउटा आर्मी क्रिएट गर्ने हो त्यस्तो खालको पनि देखिन्छ नि व्हाट डु यु थिङ्क अबाउट द्याट सिचुएसन तपाईँले देख्नु भएको छ त्यस्तो पक्कै देखेको छु र यो हाम्रो जो प्रोफेसनल मिडिया हाउस बन्छु भनेर आउनु भएको छ उहाँहरूको लागि यो एउटा दुःखद कुरा पनि हो विडम्बना हो मिडिया किन खोलिन्छ भन्दा पहिला सबभन्दा कुरामा त मिडिया पनि एउटा इन्डस्ट्री हो उद्योग हो यसबाट पनि नाफा घाटा हुन्छ होइन यो सेवा गर्न मात्र खोलिँदैन हिजो कुनै बेला थियो होला एउटा मिसन जुन देशमा प्रजातन्त्र नआउने बेला प्रजातन्त्र ल्याउने एउटा मिसन थियो होला त्यस्तो बेला मिसन लिन मिल्छ होइन तर तपाईँले भने जस्तै अहिले पछिल्लो समय अब कोही बिजनेसले आफ्नो बिजनेस गर्न आफ्नो बारेमा लेख्न भक्ति गान गाउन होइन यसले गर्दा चाहिँ हाम्रो व्यावसायिक मिडियामा ह्रास आइरहेको छ र आम जनतामा क्वेसन्स पनि छ के